सबैलाई नमस्कार। आजको यस भिडियोमा हामी एमएस एक्सेलको प्र्याक्टिकल सोल्युसन गर्न गइरहेका छौँ। तपाईँहरूले यहाँ एमएस एक्सेलमा 10 मार्क्स क्वेसन सोधेको देख्न सक्नुहुन्छ, जहाँ चाहिँ एउटा टेबल दिएको छ। टेबलमा प्लेस, टार्गेट, प्रोडक्सन, एचिभमेन्ट दिएको छ, अनि ग्रेड भनेर। यसमा चाहिँ अब हामीले अटोफिल गर्नुपर्ने छ टार्गेट, प्रोडक्सन र एचिभमेन्ट, जहाँको डाटा हामीलाई दिएको छ र हामीले निकाल्नुपर्ने छ ग्रेड, है त। अब यसको तल हामीले क्राइटेरिया राम्रोसँग हेरौँ। क्राइटेरियामा के भनेको छ भन्दाखेरि क्यालकुलेट ग्रेड ए प्लस राख्नु पर्यो फर मोर देन 100% एचिभमेन्ट। 100% भन्दा बढी एचिभमेन्ट भएको छ भने त्यहाँ चाहिँ ए प्लस राख्नु पर्यो। ए फर ग्रेड ए फर 100% एचिभमेन्ट। 100% एचिभमेन्ट भएको छ भने त्यसमा चाहिँ ग्रेड ए राख्नु पर्यो। एन्ड बी फर बिलो 100% एचिभमेन्ट। 100% एचिभमेन्ट भन्दा कम छ भने चाहिँ त्यसमा बी ग्रेड राख्नु पर्यो। र त्यसको चाहिँ हामीले एउटा टार्गेट र प्रोडक्सन राखेर तिनवटा प्लेसेसहरूको चाहिँ कुनै तिनवटा प्लेसेसहरूको चाहिँ एउटा बाजार देखाउनु पनि पर्नेछ है त। अब त्यसको लागि हामी सुरु गरौँ है त। फर्स्ट अफ अल अब मैले चाहिँ यहाँ क्वेसनमा दिएअनुसार डाटाहरू चाहिँ फिल गरेका छौँ है त। अब मलाई चाहिँ यहाँ निकाल्नु पर्ने छ तपाईँको ग्रेडहरू। अब जहाँ चाहिँ हामी एचिभमेन्ट त्यही अनुसार राख्छौँ, हामीले यहाँ पर्सेन्टेजको रूपमा राख्नुपर्ने छ। त्यही कारणले गर्दाखेरिमा मैले यो फिल्ड खाली राखेको छु, किनकि यहाँ हामीले चाहिँ नम्बर राख्यौँ भने त्यसलाई चाहिँ पर्सेन्टेजमा देखाउनु पर्ने छ र त्यो पर्सेन्टेजलाई चाहिँ ग्रेडमा मैले राख्नुपर्ने छ है त। त्यही कारणले गर्दा यो फिल्ड चाहिँ मैले खाली राखेको छु। अब यो फिल्डलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि पहिला चाहिँ हामीले गर्छौँ सिलेक्ट। सिलेक्ट गरिसकेपछि यहाँ तपाईँको नम्बर फर्मेटमा गइसकेपछि यहाँ हामीले चाहिँ गर्नुपर्ने हुन्छ पर्सेन्टेज। पर्सेन्टेज यहाँ सिलेक्ट गरिसकेपछि तपाईँले यहाँ कुनै नम्बर राख्नुभयो भने चाहिँ त्यसमा चाहिँ पर्सेन्टेजको रूपमा जान्छ र त्योभन्दा पछाडिको हामीले जो डिसिमल भ्यालुजहरू छ त्यो त्यो डिसिमल पोइन्टलाई चाहिँ हामीले चाहिँ त्यो पनि हटाउनु पर्छ है त। त्यसको लागि चाहिँ हामी हटाउँ डिसिमल पोइन्ट, त्यो पनि मैले हटाएँ है त। अब यो क्वेसनले भनेअनुसार चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि यसमा भ्यालु राखौँ है त। 125, 90, 100 र 115। 125, 90, 100 एन्ड 150। अघि हामीले चाहिँ फर्स्ट फिल्डलाई मात्रै सिलेक्ट गरेर डिसिमल पोइन्ट हटाएको हुनाले अरूमा चाहिँ यथावत रूपमा देखाएको छ। त्यसलाई पनि हामीले हटाउँछौँ। सबैलाई गर्छौँ सिलेक्ट गरिसकेपछि डिसिमल पोइन्ट मैले हटाएँ र क्वेसनमा दिए जस्तो यहाँ हामीले चाहिँ पर्सेन्टेजमा लेख्न सक्यौँ है त। 125, 90, 100 र 115। 100 र 115 ठिक छ त। यसमा चाहिँ हामीले निकाल्नु पर्ने हुन्छ ग्रेड। यहाँ के भनेको छ भन्दाखेरि 100%भन्दा बढी एचिभमेन्ट पाएको छ कुनै ठाउँले भनेपछि त्यो चाहिँ ए प्लस हुने भयो। 100% एचिभमेन्ट मात्रै पाएको छ भने चाहिँ त्यो ए हुने भयो र 100%भन्दा मुनि पाएको छ भने त्यो के हुने भयो त, बी हुने भयो है त। अब त्यो अनुसार हामी यहाँ हेर्छौँ है त। अब कन्डिसन लगाऊँ इक्वल टु इफ राख्छु मैले ब्राकेट ओपन। ब्राकेट ओपन गरिसकेपछि फेरि ब्राकेट ओपन गर्नुहोस् र त्यहाँ चाहिँ तपाईँले हामीले चाहिँ लाउनुपर्ने फिल्ड चाहिँ कुन हो त भन्दाखेरि एचिभमेन्ट। एचिभमेन्टको मैले सेलेक्ट यहाँ चाहिँ गर्छु म सिलेक्ट। गरिसकेपछि यसलाई चाहिँ गर्छु म क्लोज। ग्रेटर देन कति भनेको छ त 100% भनेको चाहिँ पर्सेन्टेजमा अलरेडी नै हामीले यहाँ डिफाइन गरिसकेको हुनाले हामीले यहाँ 1 लेख्दा हुन्छ त। 1 भनेको चाहिँ 100% हो है त। अब यो 1 लेखेँ मैले, कमा गरेँ। कमा गरेपछि यसलाई कति भनेको छ त भन्दाखेरि ए प्लस भनेको छ। हामीले चाहिँ नम्बरमा लेख्दाखेरि डबल इन्भर्टर कमामा लेख्नु हुँदैन, खुल्लामा लेख्छौँ। जस्तै हामीले चाहिँ 1 लेखेको छ त्यसलाई म त्यत्तिकै लेखेँ होइन। तर कुनै पनि टेक्स्ट फर्मेट लेख्नु छ भने त्यहाँ चाहिँ मैले चाहिँ डबल इन्भर्टर कमामा लेख्नुपर्छ एक्सलमा फर्मुला क्रिएट गर्दाखेरि, जुन चाहिँ हामीले प्रिभियस भिडियोजहरूमा पनि सिक्दै आएका छौँ होइन। अब 100% भन्दा बढी भएको छ भने त्यो हुने भयो ए प्लस। फेरि दिन्छु म कमा। हाम्रो अर्को पनि कन्डिसन छ ब्राकेट ओपन। इफ लेखिसकेपछि ब्राकेट ओपन, फेरि ब्राकेट ओपन गरिसकेपछि तपाईँको सेलेक्ट दिस ब्राकेट क्लोज इक्वल टु 1। 100% छ भने त्यो कति हुनु पर्यो भनेको छ त, त्यो ए हुनु पर्यो भनेको छ है त। क्वेसनमा तपाईँले लेख्न सक्नुहुन्छ 100% एचिभमेन्ट छ भने चाहिँ त्यो के हुनु पर्यो, ए हुनु पर्यो भनेको छ है त। ए ठिक छ। फेरि कमा, अरू कन्डिसन हामी लाग्छौँ इफ ब्राकेट ओपन एचिभमेन्ट इफ ब्राकेट ओपन, फेरि अर्को ब्राकेट ओपन सेल एड्रेसको लागि सेल एड्रेस, त्यसभन्दा पछि चाहिँ लेस देन 1। लेस देन 100% छ भने चाहिँ त्यो चाहिँ बी दिनु पर्यो भनेर चाहिँ हाम्रो यो कन्डिसनले
बी फर बिलो 100% एचिभमेन्ट। बिलो 100% एचिभमेन्ट छ भने चाहिँ त्यहाँ हाम्रो के दिनु पऱ्यो त, बी दिनु पऱ्यो है त। अब हामी गर्छौँ क्लोज। एउटा कन्डिसन क्लोज छ, सेकेन्ड कन्डिसन क्लोज छ, थर्ड कन्डिसन क्लोज छ। ओके, ठिक छ ल, इन्टर। अब यसलाई चाहिँ हामी यो पोइन्टमा राखेर हामीले चाहिँ ड्र्याग गर्छौँ। यसले डबल क्लिक गर्दा पनि हुन्छ यसरी। तपाईँले ड्र्याग गर्नुहुन्छ, ड्र्याग गरिसकेपछि यो सर र हाम्रो यसरी आयो त। अब यसमा के आयो भन्दाखेरि ए प्लस आयो। कन्डिसन अनुसार क्वेसनमा चाहिँ के भनेको छ भन्दाखेरि 100% भन्दा बढी आएको छ भने चाहिँ त्यो वान ए प्लस हुनु पर्यो भनेर भनेको छ। र 100% भन्दा बढी आएको छ त्यो चाहिँ भयो ए प्लस। र 100% भन्दा कम आएको छ भने चाहिँ त्यो चाहिँ भयो बी। 90% छ, 100 भन्दा कम आएको छ त्यो भयो बी। र 100% इक्वल टु छ भने चाहिँ त्यो हुनु पर्यो ए प्लस। र यो चाहिँ के भयो भन्दाखेरि 100% सरी 100% इक्वल टु छ भने चाहिँ त्यो के हुनु भयो त, ए हुनु भयो है त। र यो चाहिँ 150 भनेको 100 भन्दा माथि नै भइहाल्यो, त्यही कारणले गर्दा यो पनि के भयो त, ए प्लस भयो है त। हाम्रो फर्स्टको क्राइटेरिया अनुसार हामीले ग्रेड चाहिँ निकाल्यौँ। अब ग्रेड निकालिसकेपछि सेकेन्ड क्राइटेरिया हाम्रो के छ भन्दाखेरि बार चार्ट एउटा बनाउनु पर्ने छ। बार चार्ट बनाइसकेपछि चाहिँ त्यसलाई चाहिँ बार चार्टमा चाहिँ के तिनवटा प्लेसेस, कुनै तिनवटा ठाउँहरूको प्रोडक्सन र टार्गेटलाई सिलेक्ट गरेर हामीले एउटा बार चार्ट देखाउनु पर्ने छ। यो बी नम्बरको क्वेसनले यो क्राइटेरिया भनेअनुसार है त। हामी गर्छौँ तिनवटा प्लेस सिलेक्ट गर्छौँ र टार्गेट र प्रोडक्सन हामी राख्छौँ। तिनवटा प्लेस हामीले यो स्पेसिफिक प्लेसहरू चाहिँ सिलेक्ट गर्ने भनेर भनेको छैन। अब हामीले चाहिँ जुन प्लेसहरूलाई पनि सिलेक्ट गर्दा हुन्छ। त्यही कारणले गर्दा मैले विराटनगर छोडेर अरू तिनवटा प्लेसहरूलाई चाहिँ सिलेक्ट गरेँ। सिलेक्ट गरिसकेपछि चाहिँ म जान्छु इन्सर्टमा, इन्सर्ट मेनुमा जान्छु। इन्सर्ट मेनुमा गइसकेपछि चाहिँ म यहाँ जान्छु। यहाँ गएर चाहिँ मैले एउटा चाहिँ चार्ट क्रिएट गर्छु है त। ओके, अब यहाँ तपाईँले केही लेखे पनि हुन्छ। अब यहाँ चाहिँ तपाईँले टार्गेट एन्ड प्रोडक्सन चार्ट भनेर लेखे पनि हुन्छ होइन। जस्तो मैले यहाँ टार्गेट एन्ड प्रोडक्सन चार्ट भनेर लेखेँ है त। तपाईँले अब यसलाई चाहिँ आफ्नो अनुसार मोडिफाई गर्न सक्नुहुन्छ है त। टार्गेट एन्ड प्रोडक्सन चार्ट तपाईँले आफ्नो अनुसार यसको चाहिँ टाइटल राख्न सक्नुहुन्छ है त। अब यो लाइनले चाहिँ तपाईँको अब टार्गेट जनाउँछ भने चाहिँ यो लाइनले तपाईँको प्रोडक्सन जनाउँछ है त। टार्गेट एन्ड प्रोडक्सन। ओके, त्यसरी हामी गऱ्यौँ भने चाहिँ हाम्रो यो क्वेसनबाट चाहिँ 10 मार्क्स कम्प्लिटली आयो है त। क्राइटेरिया बनायौँ, एउटा क्राइटेरियाबाट 5 मार्क्स, अरू क्राइटेरियाबाट 5 मार्क्स, अथवा त्यो कसरी दिन्छ त्यो अनुसार चाहिँ हामीले 10 मार्क्स चाहिँ कम्प्लिटली पायौँ। हामीले चाहिँ ग्रेड पनि निकाल्यौँ। ग्रेड निकालिसकेपछि चाहिँ हामीले दुईवटा क्राइटेरिया अनुसार चाहिँ बाचार पनि बनायौँ है त। ओके, थ्याङ्क यू फर वाचिङ दिस भिडियो।